दर्शकबिन भारतको बेंगलोर बीटीएमबाट 4वटा छोराछोरी छोडेर 5वटा छोराछोरी हुनेसँग एकजना महिला फरार भएकी छिन्। बैतडीको सिगास गाउँपालिका वार्ड नम्बर 7 बगालिए कुवागैरा बस्ने रतिभान नेपालीकी श्रीमती कोपिला नेपाली फरार भएकी छिन् र उहाँको बुढा हाम्रो सम्पर्कमा हुनुहुन्छ। हजुर हजुर नमस्कार। हजुर नमस्कार। हजुर रतिभानजी होइन? हजुर म बैतडी जिल्ला सिगास गाउँपालिका वार्ड नम्बर 7 बगाली कुवागैरा भन्ने ठाउँमा बस्छु हजुर। अनि मेरो श्रीमतीको नाम कोपिला नेपाली हो। कोपिला नेपाली? हजुर कोपिला नेपाली हो। अनि त्यो 15 तारिक म पिकनिक गएको थियो, केही पैसा लिनको लागि पिकनिक गएको थियो। पिकनिकबाट आउँदाखेरि मेरो बुढीले त्यो केटासँग बात गरेको रहेछ। पहिला पनि त्यसको कन्ट्याक्ट थियो। त्यो कुरा पनि मैले देखिसकेको कुरा हो। पुरा भिडियो कलका रेकर्डहरू देखिसके, मैले पुरा रेकर्डिङहरू सुनिसके। त्यो धेरै वर्ष भइसक्यो, 5-6 वर्ष भइसक्यो त्योसँग लागे। अनि त्यो केटा अब राति त्यसले बोलाएर चाहिँ म पिकनिक गएको थियो, त्यहाँबाट बोलाउँदाखेरि त्यो केटासँग बात भइरहेको रहेछ। अनि त्यो केटा पनि राति गएको रहेछ। कति बजे भनेपछि राति 1 बजेतिर म घरमा पहुँचेँ। घरमा पुगेपछि अनि मेरो मोबाइल स्विच अफ भएको थियो। मैले त्यसको मोबाइल ओपन गर्दाखेरि त्यो केटाको नाम आएछ ललित नेपाली भन्ने। त्योसँग 39 मिनट बात गरेको, अनि 20 मिनट बात गरेको, 25 मिनट बात गरेको, 8 मिनट, 7 मिनट, 3 मिनट त्यसो गरेर बात गरेको थियो। त्यो राति? हजुर राति। अनि त्यसपछि मैले त्यसको मोबाइल थुनेर एउटा मेरो छोरा थियो तल्लो बिल्डिङमा, त्यो छोराको घरमा गएँ। छोराको घरमा जाँदाखेरि मैले त्यो मोबाइल चेकिङ गरेँ। चेकिङ गर्दाखेरि अनि त्यो मोबाइलका स्क्रिनसटहरू मैले राखेँ आफ्नो मोबाइलमा। पछि मेरो बुढी पनि राति 1 बजेतिर राति 4 बजेतिर उठेर तलतिर आएपछि त्यो मोबाइल लिन लगाइरहेछ त्यो खोजी गर्नलाई मोबाइलको। अनि पहिला पनि मलाई त्यो मोबाइल दिँदैन थियो। अनि आफ्नो मैले उता बसेको बेला त्यो यता बस्थे मोबाइल मैले समाउने बेला के गरिरहेछ, के गरिरहेछ, के हेरिरहेछ भनिरहेको थिएँ। मोबाइल समाते, मैले कल गरेन उसलाई, मैले केही गरेन, मैले कलै गरेको छैन भन्यो त्यसले। मैले भने यो मेरो तेरो मोबाइल हो, यो मोबाइलमा हेर भनेर मैले त्यसलाई मोबाइल देखाउने बित्तिकै मेरो हातबाट खसेर लग्यो मोबाइल। त्यसपछि 5 बजेतिर घरमा गएपछि मेरो हातबाट पैसा पनि खस्न लाग्थ्यो। मैले पैसा दिएन, मैले पैसा लिएको थिएँ। अनि पैसा पनि दिएन, गाडीको चाबी दिए भनिरहेको थिएँ, गाडीको चाबी पनि मैले दिएन। त्यसपछि घरमा गई आफ्नो कपडा सबै हालेर म तलतिर त्यो विनोदको रुममा बसेको थियो। अनि त्यसले कपडा प्याकिङ गरेर त्यो केटाबाट फरार भए। अनि मैले त्यो केटासँग फोन गरेँ। अब त्यो केटालाई फोन गरेँ, तैँले हिजो राति के गरिस्, अब यति रातिमा मलाई त्यसलाई कल किन गरिस्? पहिला पनि तिमीहरूको कन्ट्याक्ट थियो, त्यो पनि सबैले सुनिसकेको कुरा हो। त्यसको माइतीले पनि सुनिसकेको कुरा हो, सबैले सुनिसकेको कुरा हो, 2-4 चोटि मिलाइसकेको कुरा पनि हो। मैले स्वीकारेको छु। अनि यसरी कल किन गरिरहेछस् भनेर मैले भने त मलाई उल्टा धम्की दिन्छ। तैँले के गर्न सक्छ गरेर देखा। तेरो बुढीले मलाई फोन गर्यो, मैले गरेँ भनेर भने त्यसले। अनि पछि मैले पुलिस स्टेसनमा गएँ। म त्यो माइक्रो पुलिस स्टेसनमा गएँ। माइक्रो पुलिस स्टेसनमा मैले एफआइआर गरेँ। दुईटाको नाममा एफआइआर गरेँ। तपाईँको छोराछोरी कति हो? छोराछोरी 4 छोराछोरी छन्, 3टा छोरी हो, एउटा छोरा हो मेरो। अनि लानेकोहरूको पनि छोराछोरी छन् क्या होइन? अनि त्यसको पनि 5वटा छोराछोरी छन्। त्यसको शङ्का भन्दा पनि उसैले लगेको हो भन्ने कन्फर्म छ होइन? शङ्का भन्दा पनि अब 100% त्यसैले लग्यो। अनि बाहिर पनि भनिरहेको छु भने म वैशाखमा लग्छु भनेर भनिरहेको थियो। बुढीले पनि मेरो आन्टीसँग बात गरेर जो दिन म पिकनिक गएको थिएँ त्यो राति त्योसँग बात गरेको दिनमा मेरो आन्टीसँग पनि भनेको थियो भने म अब यसलाई म श्रीमान मान्दैन, म यससँग बस्दैन, म खाँदैन, केही गर्दैन, खालि मेरो बच्चा बच्ची भित्रमा पर्छन्। म घरमा जान्छु, एकचोटि घरमा जान्छु, त्यसपछि 1 वर्षपछि म हिँड्छु, मन रहँदैन त्यसको म भन्ने कुरा गरिरहेको थिएँ। अनि चाहिँ त्यो दिन भागेको दिन चाहिँ झगडा भएको थियो कि के? त्यतिकै केही झगडा भएको थिएन। मैले हानेन, पिटेन, केही गरेन। मैले मोबाइल खोज्ने बित्तिकै त्यसको बाल परेको थियो मेरो हातमा, त्यति मात्र। अरू केही हान्ने कुट्यो भन्ने कुरा केही भएको थिएन। के भन्न चाहनुहुन्छ? त्यसलाई सम्पर्कमा ल्याउने, सम्पर्कमा आऊ भन्ने हो कि?
अब सम्पर्कमा आउनुपर्छ, त्यसले स्वीकार्छ भने स्वीकार्नुपर्छ, नस्वीकार्छ भने अनि मेरो जो सम्पत्ति त्यसले लगिएको छ, सुन पनि लगिएको छ त्यसले, अनि पैसा पनि त्यसले जो कामबाट पनि त्यसले पैसा हालेको छ, त्यो पैसा पनि मेरो रिटर्न हुनु पर्यो, त्यो सुन पनि रिटर्न हुनु पर्यो। अनि अरू मलाई केही चाहिँदैन। मेरो बालबच्चाहरू सबै भित्र परिसक्यो, सबै मैले अब झेल्नुपर्छ, मैले दुःख धेरै झेल्नुपर्छ। त्यही छ। अब मलाई धेरै मैले धेरै सहिसकेको मान्छे हो, म धेरै पीडितमा परिसकेको मान्छे हो। सम्पर्कमा ल्याउने हो, सम्पर्कमा लिएपछि प्रशासनिकले के भन्छ त्यही आधारमा पुरा गर्ने हो। अब जुनसुकै कुना कागजातमा भए पनि त्यसलाई सम्पर्कमा ल्याइदिनु सर, मलाई सम्पर्कमा ल्याउनु, म के भन्छु के गर्छु अब त्यो मलाई थाहा छैन, प्रशासनले के गर्छ अब त्यही प्रशासनलाई थाहा होला।